सङ्क्रान्तिको सबैजनालाई शुभकामना छ है। हेर्नु न यहाँ आज पानी परेर हजुरको कुन कुन ठाउँतिर पानी परिरहेछ। अनि हामी आमा छोरा भएर चाहिँ मामा घरतिर लाग्यो। त अटो नै रोकिरहेको थिएन। त्यसपछि लास्टमा एउटा अङ्कल चाहिँ आउनुभयो अनि हामी चाहिँ अटोमा चढेर गयौँ। अनि आज चाहिँ कोले मेहेन्दी हरियो चुरा लाउनु भयो नि। मैले चाहिँ नलगाएको किनभने पहिलेको जस्तो इन्ट्रेस्ट नै नलाग्ने भइसक्यो। खोइ किन हो आजभोलि मलाई चाहिँ पहिलेको जस्तो रमाइलो लाग्दैन। पहिले रातभरिसम्म नसुतेर मेहेन्दी लगाइन्थ्यो, हरियो चुरा, त्यसमाथि नयाँ कपडा। त्यो कपडा चाहिँ कहिले भोलि बिहान होला र लगाउन पाम्ला भन्दै बसिन्थ्यो। अहिले चाहिँ खोइ के भएको न केही गर्न मन लाग्छ न केही गर्न मन लाग्छ, सुतिराख्न मन लाग्छ। अनि हजुरहरूलाई कसलाई हुन्छ यस्तो, कसैलाई हुन्छ कि नै कि मलाई मात्रै यस्तो रोग लाग्यो र अरूलाई पनि हुन्छ भने भन्नुहोस् है। अनि हजुर को जानुभयो माइततिर रमाइलो गर्न। गफ गर्दै हामी चाहिँ आइपुग्यौँ। त्यसपछि मेरो बाबुलाई हेर्नु 5 मिनटको बाटोमा पनि कति मजाले निदाइसकेछ। त्यसपछि घर आइसक्यो अनि हामीलाई लिन राजा सत्ता आउनुभयो, तर हेलमेट लगेर जानुभयो। अहिलेको लागि यति नै, अर्को भिडियो फेरि हाल्नेछु। बाई बाई।